नमस्कार, तपाई हेर्दै हुनुहुन्छ नेपालीज न्यूज। वर्षौंदेखि थन्किएको नेपाल भारत सीमा विवादमा अहिले नयाँ हलचल देखिएको छ। लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय फेरि अन्तर्राष्ट्रिय बहसको केन्द्रमा पुगेको छ। नेपालले कूटनीतिक नोट पठाएपछि अब भारत वार्ताका लागि तयार भएको संकेत दिएको छ। के साँच्चै अब सीमा विवाद समाधानतर्फ अघि बढ्दैछ? किन अचानक भारत संवादका लागि तयार भयो र नेपाल सरकारले अब के रणनीति बनाउँदैछ? आज हामी तपाईलाई दिनेछौं पूरा घटनाक्रम, भारतको बदलिएको संकेत, चीनको मौन भूमिका र लिपुलेख विवादको वास्तविक इतिहास। भिडियो अन्त्यसम्म हेर्नुहोस् किनकि अन्त्यमा आउनेछ यस्तो तथ्य जसले तपाईलाई सोच्न बाध्य बनाउनेछ। यदि तपाईं यस्तै राष्ट्रिय राजनीति, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका गहिरा विश्लेषण चाहनुहुन्छ भने अहिले नै च्यानल सब्स्क्राइब गर्नुहोस्, भिडियो लाइक गर्नुहोस् र बेल आइकन थिच्न नबिर्सनुहोस्। नेपाल र इन्डिया बीचको सीमा विवाद फेरि एकपटक राष्ट्रिय बहसको केन्द्रमा आएको छ। विशेष गरेर लिपुलेख पास, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई लिएर पछिल्ला दिनहरूमा कूटनीतिक गतिविधि तीव्र भएको देखिएको छ। वर्षौंदेखि नेपालले यी भूभाग आफ्नो भएको दावी गर्दै आएको छ। विभिन्न सरकारहरूले भारतलाई पटक पटक कूटनीतिक नोट पठाउँदै वार्ताका लागि आग्रह गर्दै आएका थिए, तर लामो समयसम्म भारतले औपचारिक रूपमा स्पष्ट संवाद प्रक्रिया अगाडि नबढाएको आरोप नेपालमा लाग्दै आएको थियो। अब भने परिस्थिति केही बदलिएको संकेत देखिएको छ। हालै भारतले मानसरोवर यात्राका लागि लिपुलेख पास हुँदै बाटो खोल्दै आवेदन आह्वान गरेपछि नेपालले कडा आपत्ति जनायो। नेपाल सरकारको परराष्ट्र मन्त्रालयले भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाउँदै आफ्नो असहमति स्पष्ट रूपमा राख्यो। नेपालले आफ्नो विज्ञप्तिमा सन् 1816 को ट्रिटी अफ सुगौली अर्थात् सुगौली सन्धिलाई आधार बनाउँदै महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको अभिन्न भूभाग भएको दावी दोहोर्यायो। नेपालको कूटनीतिक नोट सार्वजनिक भएको केही समयमै भारतले पनि आफ्नो पुरानै अडान दोहोर्याउँदै प्रतिक्रिया दियो। भारतले लिपुलेख आफ्नो प्रशासनिक नियन्त्रणभित्र रहेको दावी दोहोर्यायो, तर यसपटक एउटा नयाँ कुरा देखियो। भारतले वार्ताका लागि आफू तयार रहेको संकेत दियो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पत्रकार सम्मेलनमा बोल्दै नेपालसँग रहेका बाँकी मुद्दाहरू संवाद मार्फत समाधान गर्न भारत तयार रहेको बताए। उनले सीमा विवादका विषयमा पनि छलफल गर्न सकिने संकेत दिए। यद्यपि उनले नेपालले एकतर्फी दावी नगर्नुपर्ने धारणा पनि राखे। यही अभिव्यक्तिपछि नेपालमा नयाँ राजनीतिक बहस सुरु भएको छ। कतिपयले यसलाई नेपालको कूटनीतिक सफलताको रूपमा हेरेका छन् भने कतिपयले यसलाई केवल औपचारिक प्रतिक्रिया मात्र भएको विश्लेषण गरेका छन्। नेपाल सरकारले पनि अब वार्ताको तयारी सुरु गरेको जनाएको छ। मन्त्री परिषद बैठकपछि सरकारका प्रवक्ता परराष्ट्र मन्त्रालय मार्फत आवश्यक कूटनीतिक प्रक्रिया अघि बढाइएको बताएका छन्। उनका अनुसार दुई देशबीच संवाद सुरु भइसकेको छ र आवश्यक तयारी भइरहेको छ। अब प्रश्न उठ्छ, किन अहिले मात्र भारत वार्ताका लागि तयार भएको संकेत दिइरहेको छ? विश्लेषकहरूका अनुसार यसका पछाडि धेरै कारण हुन सक्छन्। पहिलो, क्षेत्रीय स्थिरता। दक्षिण एसियामा अहिले भूराजनीतिक प्रतिस्पर्धा तीव्र भइरहेको छ। चीनको बढ्दो प्रभाव, व्यापारिक मार्ग र रणनीतिक सहकार्यका कारण भारत आफ्ना छिमेकीहरूसँग सम्बन्ध सन्तुलित राख्न चाहन्छ। दोस्रो, जनमत। नेपालमा लिपुलेख, लिम्पियाधुरा र कालापानीको विषय अत्यन्त संवेदनशील राष्ट्रिय मुद्दा बनेको छ। सामाजिक सञ्जालदेखि संसदसम्म यो विषयले ठूलो भावनात्मक महत्त्व राख्छ। तेस्रो, राष्ट्रिय छवि। भारत आफूलाई क्षेत्रीय स्थिरताको पक्षधर शक्तिका रूपमा प्रस्तुत गर्न चाहन्छ। त्यसैले वार्ताको बाटो खुला राख्नु उसका लागि रणनीतिक रूपमा उपयोगी हुन सक्छ। अब चीनको भूमिकातर्फ जाउँ। चीन यस विषयमा सार्वजनिक रूपमा धेरै बोलेको छैन, तर नेपालभित्र कतिपयले चीनको भूमिकामाथि पनि प्रश्न उठाउन थालेका छन्। किनभने भारत र चीन बीच लिपुलेखलाई व्यापारिक तथा यात्रु मार्गका रूपमा प्रयोग गर्ने समझदारी भइसकेको थियो। त्यसबेला नेपालले आपत्ति जनाएको थियो। यसले नेपालमा एउटा प्रश्न जन्माएको छ, के ठूला शक्तिहरूले नेपालको संवेदनशीलता पर्याप्त रूपमा ध्यान दिइरहेका छन्? अब इतिहासतर्फ फर्कौं। नेपाल भारत सीमा विवादको जरो ट्रिटी अफ सुगौलीसँग जोडिएको छ। सुगौली सन्धिमा काली नदीलाई नेपालको पश्चिमी सीमा मानिएको थियो, तर विवादको मुख्य विषय नै यही हो। काली नदीको वास्तविक उद्गम कहाँ हो? नेपालका ऐतिहासिक नक्सा, दस्तावेज र सर्वे अभिलेखहरूले लिम्पियाधुरालाई काली नदीको उद्गम देखाउने दावी गर्दै नेपालले गर्दै आएको छ। त्यसका आधारमा नेपालले लिम्पियाधुरा, लिपुलेख र कालापानी आफ्नो भूभाग भएको बताएको छ। सन् 2015 मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा लिपुलेखलाई व्यापारिक नाकाका रूपमा प्रयोग गर्ने समझदारी बनेपछि नेपालले कडा आपत्ति जनायो। त्यसपछि सन् 2020 मा भारतले नयाँ राजनीतिक नक्सा जारी गरेपछि नेपालमा तीव्र प्रतिक्रिया देखियो।
नेपालले पनि नयाँ नक्सा जारी गर्दै लिम्पियाधुरा, लिपुलेख र कालापानीलाई आधिकारिक रूपमा समावेश गर्यो। त्यो घटनाले नेपाल भारत सम्बन्धमा ठूलो बहस सृजना गर्यो। यद्यपि त्यसपछि पनि दुई देशबीच व्यापार, ऊर्जा, पेट्रोलियम र जनस्तरको सम्बन्ध भने निरन्तर कायम रह्यो। भारतीय विदेश मन्त्रालयले अहिले पनि नेपालसँगको आर्थिक र रणनीतिक सम्बन्ध बलियो रहेको बताइरहेको छ। पेट्रोलियम पदार्थ, रासायनिक मल र व्यापारिक सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता भारतले दोहोर्याएको छ। यसले एउटा महत्वपूर्ण संकेत दिन्छ। सीमा विवाद भए पनि दुवै देश सम्बन्ध पूर्ण रूपमा बिगार्न चाहदैनन्। अब सबैभन्दा ठूलो प्रश्न, के यो वार्ताले साँच्चै समाधान ल्याउन सक्छ? विशेषज्ञहरू भन्छन् समाधान सम्भव छ, तर सजिलो छैन, किनकि राष्ट्रिय भावना जोडिएको छ, रणनीतिक महत्व ठूलो छ र ऐतिहासिक व्याख्या फरक छन्। तर संवाद सुरु हुनु आफैमा एउटा महत्वपूर्ण कदम मानिन्छ। यदि दुवै देशले राजनीतिक इच्छाशक्ति देखाए भने दीर्घकालीन समाधानतर्फ अघि बढ्न सकिन्छ। तर यदि वार्ता केवल औपचारिकतामा सीमित भयो भने यो मुद्दा फेरि वर्षौंसम्म थन्किन सक्छ। लिपुलेख, लिम्पियाधुरा र कालापानीको विवाद केवल सीमा विवाद होइन, यो राष्ट्रिय स्वाभिमान, इतिहास, कूटनीति र दक्षिण एसियाली शक्ति सन्तुलनसँग जोडिएको विषय हो। भारतले वार्ताको संकेत दिनु नयाँ कूटनीतिक मोडको संकेत हुन सक्छ। अब सबैको नजर संवादको परिणामतर्फ छ। अब तपाईको विचार के छ? के नेपाल भारत वार्ताले सीमा विवाद समाधान गर्न सक्छ? नेपाल सरकारले अझ कडा अडान लिनुपर्छ? तपाईको राय कमेन्टमा लेख्नुहोस्। यदि तपाईलाई यस्तै गहिरो राजनीतिक विश्लेषण मन पर्छ भने भिडियो लाइक गर्नुहोस्, च्यानल सब्स्क्राइब गर्नुहोस् र शेयर गरेर अरूलाई पनि जानकारी दिनुहोस्। हामी ल्याउनेछौं यस्तै तथ्यमा आधारित गहिरो र प्रभावकारी विश्लेषण सिधा तपाईको स्क्रिनमा। धन्यवाद।